गुड इभिनिङ यहाँहरु सबैजनालाई म फेरि पनि यो मेरो च्यानलको यो भिडियोमा यहाँलाई म वेलकम गर्न चाहन्छु। सो आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई देखाउने छु एज अ प्रुफ तपाईहरुलाई म देखाउने छु कि नेपालको मार्केटमा टेक्निकल एनालाइसिसले काम गर्छ कि गर्दैन भनेर तपाईहरुलाई म प्रुफको साथ देखाउने छु। सो भिडियोलाई स्किप नगरेर स्टार्टिङ देखि लिएर लास्ट सम्म हेर्नु होला र तपाईलाई यदि ट्रेडिङ सँग रिलेटेड भिडियोहरु मन पर्छ, पैसाले पैसा कमाउन एकदमै रहर छ, मन पर्छ, टिप्स, ट्रिक र नलेजहरु यदि तपाई चाहनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। मैले तपाईहरुलाई लाइक गर्नु भनेर चाहिँ म तपाईहरुलाई लाइक त्यसरी भन्दिन, तर आफूले गरेको हिसाबमा चाहिँ आफ्नो एक्सपिरियन्सहरु चाहिँ म तपाईहरुलाई शेयर गर्छु, जहाँदेखि तपाईहरुले धेरै कुराहरु आफैले पनि सिकेर जानेर एनालाइज गरेर चाहिँ हजुर पनि लाइक यो फिल्डमा अघि बढ्न सक्नुहुन्छ। सो आउनुहोस् आजको भिडियोलाई स्टार्ट गरौँ। सो यो चाहिँ हाम्रो नेपाल एसबीआई बैंकको चार्ट हो। हजुरले हेर्न सक्नुहुन्छ एसबीआई बैंकको चार्ट हो र यो यसको बारेमा चाहिँ मैले आज भन्दा 2 वीक्स अगाडि एनालाइज गरेको एउटा भिडियो बनाएको थिए। हजुरले यहाँनिर हेर्न सक्नुहुन्छ एसबीआई बैंक टेक्निकल एनालाइसिस भनेर मैले एउटा भिडियो अपलोड गरेको छु। यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि तपाईले यो भिडियो पनि आई मिन यो अहिले जुन चलिरहेको भिडियो जुन छ यसलाई पौज गरेर हजुरले पहिला यो भिडियो हेरेर आउनु होला अनि तपाईले धेरै कुरा बुझ्नुहुन्छ। सो आउनुहोस् आजको भिडियोलाई कन्टिन्यू गरौँ। सो त्यो भिडियो हेरेर आइसक्नु भएपछि तपाईले आई थिंक बुझ्नु भयो होला कि लाइक मैले सेम एनालाइज त्यतिखेर पनि गरेको थिएँ भनेर चाहिँ हैन। सो तपाईलाई म देखाउन छु यो भिडियोमा अझ एक्सप्लेन गरेर म तपाईलाई बताउने छु। यहाँ हेर्न सक्नुहुन्छ मैले त्यो दिन स्टक किन्नुको कारण त्यो भिडियोमा पनि मैले बताएको छु, जुन आज भन्दा 2 वीक्स अगाडि अपलोड गरेको थिएँ र आजको यो भिडियोमा पनि म एक्सप्लेन गर्ने छु। सो यहाँनिर हेर्नुहुन्छ भने मैले यो किन्नुको मेन कारण के थियो भन्नुहुन्छ भने चाहिँ कुनै पनि तपाईलाई म अलिकति बेसिकबाट लान्छु, बेसिकबाट बुझाउने कोसिस गर्छु। सो ट्रेन लाइन बन्नको लागि कम्ती पनि दुईटा टचेसको जरुरत पर्छ। सो यहाँनिर हजुरले एउटा ट्रेन लाइन मैले खिचेको देख्न सक्नुहुन्छ। यहाँनिर एउटा टच र यहाँनिर एउटा टच, दुईटा टच छन् है। र तपाईले यो एउटा टचको अगाडि हेर्नुहुन्छ भने चाहिँ मार्केट यो एरियामा चाहिँ ट्रिपल बटम जस्तो बनाएको छ। सरी ट्रिपल बटम भन्न आयो, आई एम सरी, ट्रिपल टप बनाएको छ। यहाँ अलिकति जुम गरेर हेर्नुहुन्छ भने यस्तो गएको छ। यहाँ एउटा सपोर्ट लिएर फेरि गएर यहाँ सपोर्ट लिएर फेरि यहाँ तीनटा 1 टप 2 टप 3 टप बनाएको छ। त्यसपछि मार्केट के गरेको छ, झरेको छ। तपाईले यसलाई के भन्न सक्नुहुन्छ भन्दाखेरि ट्रिपल टप। टेक्निकल एनालाइसिसमा के भन्छ भन्दाखेरि जब ट्रिपल टप टपमा बन्छ है, टपमा बन्छ मार्केट के हुन्छ त्यहाँदेखि झर्छ भन्ने एउटा छ है टेक्निकल एनालाइसिसमा। सो त्यसपछि यो बटम जुन छ, यो बटम जुन छ त्यसपछि तपाईले हेर्नुहुन्छ भने ट्रिपल टप बनाएको छ, त्यसपछि मार्केट झर्दै आइरहेको छ। सो विगतको तपाईले यदि हेर्नुहुन्छ भने पनि यहाँनिर एउटा रेजिस्टेन्स, यहाँनिर एउटा रेजिस्टेन्स बनाएको छ। सो यही एरियामा अर्को एउटा रेजिस्टेन्स पनि बनाएको छ। त्यसपछि त्यही ट्रिपल टप बनाइसकेपछि मार्केट झर्छ भन्ने हामीलाई फुल कन्फर्म भएको छ है। यहाँनिर पनि पहिलाको त्यही रेजिस्टेन्स 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 आई मिन यही रेजिस्टेन्सबाट मार्केट झरेको छ, यही रेजिस्टेन्सबाट मार्केट झरेको छ, यही रेजिस्टेन्सबाट मार्केट झरेको छ। तर यहाँनिर हेर्नुहुन्छ भने आएर पनि फेरि सपोर्ट जस्तो देखाएर फेरि बढ्ला जस्तो गएर डबल टप बनायो, फेरि झर्ला गएर फेरि बढेर फेरि ट्रिपल टप बनायो। सो यही रेजिस्टेन्समा अर्को ट्रिपल टप बनाइसकेपछि हामी 100% कन्फर्म भयौं मार्केट अब झर्छ। सो हेर्न सक्नुहुन्छ त्यसपछि मार्केट झर्यो। यो झराइको केसमा हामीले एनालाइज गरेर यहाँनिर दुईटा टपमा हामीले के गरायौं, ट्रेन लाइन खिच्यौं, लामो खिच्यौं। र जब यो ट्रेन लाइन खिच्दाखेरि यतापट्टिको यो त्यतिखेर टच थिएन त्यो भिडियोमा। यो भिडियोमा हजुरले हेर्न सक्नुहुन्छ त्यतिखेर यो टच थिएन, यो क्यान्डलस्टिक बनेकै थिएन। सो यसलाई लामो खिच्यौं। र अब सपोर्टको केसमा हेर्ने हो भने तपाईले यदि पास्टमा हेर्नुहुन्छ भने चाहिँ मार्केटले यो एरियामा धेरैचोटी के गराएको छ, रेजिस्टेन्स बनाएको छ। हेर्नुस् यो एरियामा के छ, रेजिस्टेन्स रेजिस्टेन्स गजङ गुजुङ वाला छ र सपोर्ट लिएको छ, यहाँ हेर्न सक्नुहुन्छ। सो यो कुराहरु चाहिँ यो भिडियोमा मैले एकदमै गहिरिएर एकदम राम्ररी तपाईलाई के गरेको छु, एनालाइज गरेको छु। त्यहाँनिर तपाई हेर्न सक्नुहुन्छ यो पास्टको भयो र यही रेजिस्टेन्स हुँदी मार्केटले के गर्छ भन्दाखेरि सपोर्ट लिने हुन्छ। सो त्यही सपोर्ट यहाँनिर चाहिँ के गरेको थियो, लिएको पनि थियो है। सो यहाँ हेर्नुहुन्छ भने तपाईले देख्नुहुन्छ कि डबल बटम बनाएको छ। एउटा टच गर्यो है, डबल टच गरेको छ के,
1 टच 2 टच है हेर्न सक्नुहुन्छ यसलाई तपाईले डबल बटमको रूपमा पनि लिन सक्नुहुन्छ या 2 टचको रूपमा पनि लिन सक्नुहुन्छ दुईटा टच गर्यो र माथि यो सपोर्टको केसमा मैले यो जुन ट्रेन लाइनको जुन यो केस छ मैले तपाईलाई भनिसके यो जुन माथिल्लो अब तल्लो ट्रेन लाइनको म एक्सप्लेन गर्दैछु सो हेर्न सक्नुहुन्छ दुईटा टच छ त्यसपछि मार्केट फेरि गएको छ यो त अघि मैले भनिसके ट्रिपल टप यहाँ रेजिस्टेन्स मार्केट फेरि के गर्यो झर्यो र फेरि त्यसपछि यहाँनेर ब्रेकआउट दिएको छ हेर्नु त ब्रेकआउट तर ब्रेकआउट दिएको छैन मतलब ब्रेकआउट भएको तर क्लोज कहाँ भएको भन्नुहुन्छ भने माथि दिएको छ यहाँ ओपन भयो क्लोज कहाँ भयो माथि भयो यदि ओपन भन्दा तल क्लोज भएको थियो भने रेड क्यान्डल स्टिक बन्थ्यो तर ओपन यहाँ क्लोज माथि भयो सो कुन क्यान्डल स्टिक बन्यो ग्रीन क्यान्डल स्टिक बन्यो सो यो हाम्रो पोजिटिभ भयो हाम्रो पोजिटिभ कसरी पोजिटिभ भयो विगतमा यो एरियामा धेरैचोटी के गरेको छ मार्केटले सपोर्ट लिएको छ है रेजिस्टेन्स पनि छ त्यो रेजिस्टेन्समा अहिले सपोर्ट लिएको छ नम्बर 1 पोजिटिभ यो भयो नम्बर 2 ब्रेक गर्यो तर भ्यालिड भएन भ्यालिड कसरी भएन माथि क्लोज गरिदियो हेर्नुस् त सो दिमागमा यो हाम्रो बस्यो कि बाइङ प्रेसर एकदमै धेरै भएको एरिया हो विगतमा जुन मैले तपाईलाई पनि देखाएँ र अहिले हालको सपोर्ट त्यही लिएर छ त्यही रेजिस्टेन्समा सपोर्ट छ सो क्लोज पनि कहाँ भयो माथि भयो हाम्रो एभिडेन्स हेर्नु है एकदम राम्रो र त्यसपछि मार्केट तल छोयो यसमा तर ब्रेकआउट गर्न सकेन तल क्लोज दिन सकेन माथि नै हाल्यो माथि नै इट मिन्स बायरहरु धेरै छन् है बायरहरु धेरै छन् सो ट्रेन लाइनको हिसाबले हेर्नुहुन्छ भने माथिको ट्रेन लाइन यहाँसम्म आएको छ सो यो चोटी मार्केटले यहाँ देखाइसक्यो यो जुन लाइन छ यसको माथि नै क्लोज दिइरहेको छ दुई चोटी टच भयो फेरि यहाँनेर पनि टच भयो फेरि कहाँ दियो माथि नै क्लोज दिएको छ इट मिन्स यो ट्रेन लाइनलाई फेरि एकचोटी छुन जाने चान्सेस छ है छुन जाने चान्सेस छ भनेर मैले यो भिडियोमा तपाईलाई बताएको छु हेर्नु होला है यो भिडियो र यो भिडियोमा मैले तपाईलाई सेफ अर्निङ लाइक सेफ पर्सेन्टेज प्रॉफिट बुकिङ पनि बताएको छु है सो त्यसपछि हजुरले यदि हेर्नुहुन्छ भने मार्केटले त्यसरी नै विगतको ट्रेन लाइन यो ट्रेन लाइनलाई के गर्यो छोयो र मैले यही भिडियोमा तपाईलाई बताएको छु कि हाम्रो म्याक्स टार्गेट भनेको यो एरिया हुन्छ म्याक्स तर सेफ एकदम चाँडो बुक गर्ने हो भने 4 देखि 5% एकदमै चाँडो हामीले प्रॉफिट लिन सक्छौं या त हामीले 6-7 पनि है तर म्याक्स यो भन्दा उता हुँदैन भनेर चाहिँ यो हो म्याक्स भनेर चाहिँ मैले यो भिडियोमा एक्सप्लेन गरेको छ हजुरले यो भिडियो हेर्न सक्नुहुन्छ सो त्यसपछि के भयो मार्केटले माथि नै क्लोज दिएको पछि मैले यो दिन बाइ गरेको थिए किनभने मैले एभिडेन्स पाइसकेको थिए यहाँनेर पनि क्लोज गर्यो फेरि आयो यो अर्को दिन हेर्दाखेरि पनि तपाईको यसको माथि के गरायो भ्यालिड गरायो के यसको माथि मार्केटले के गर्यो क्लोज दियो तल ब्रेक दिन सकेन अर्को दिन सेलिङ आयो यो दिन चाहिँ मैले किनेको भए हुन्थ्यो जस्तो फिल भइरहेको थियो तर अर्को दिन चाहिँ किन्छु नै भनेर मैले किने है र त्यसपछि हेर्नुहुन्छ मार्केटले अलिकति तल माथि देखाए पनि एकदम बुम भएको छ एकदम भोल्युम पनि कडा आएको छ है सो अब तपाई भन्नुस् टेक्निकल एनालाइसिसले काम गर्छ कि गर्दैन है विगतमा सपोर्ट जहाँ रेजिस्टेन्स हुन्छ त्यहाँ सपोर्ट लिन्छ हेर्नु रेजिस्टेन्स सो त्यहीँनेर सपोर्ट छ र यो सपोर्ट लिइसकेपछि मार्केटको जुन ट्रेन लाइन हेर्नुहुन्छ भने यही ट्रेन लाइनलाई फेरि के गरेको छ छोको छ सो भन्नुस् लिन्छ कि लिँदैन टेक्निकल एनालाइसिसले काम गर्छ कि गर्दैन तपाईले यहाँदेखि नै के गर्न सक्नुहुन्छ थाहा पाउन सक्नुहुन्छ सो यसमा हामीले लाइक यस्तै तपाईले यदि एनालाइजको भिडियो तपाईलाई मन पर्छ है टेक्निकली यस्तै एनालाइजको भिडियो मन पर्छ भने चाहिँ के भन्छु भन्दाखेरि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला किनभने मैले टेक्निकली सँग रिलेटेड धेरै भिडियोहरु आफ्नो च्यानलमा अब आउने दिनहुँदी म अपलोड गर्नेछु आफ्नो एक्सपिरियन्सहरु तपाईलाई शेयर गर्नेछु हैन सो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र अलिकति आफ्नो साथीभाइहरुसँग पनि जो इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरुलाई पनि शेयर गरिदिनुस् र मन पर्छ भने चाहिँ फेरि पनि त्यही भन्छु सब्स्क्राइब गर्न नभुल्नु होला र यो यहाँनेर ब्रेकआउट हुने चान्सेस एकदम हाई छ है अहिले हाम्रो नेप्सीलाई हेर्नुहुन्छ भने पनि नेप्सी पनि त्यो एरियामा छ र अहिले हाम्रो कन्ट्रीको तपाईले अवस्था हेर्नुहुन्छ भने पनि एकदमै लाइक त्यस्तै अवस्था छ हैन
भर्खरैको आन्दोलनले यता त्यता सो यदि यसलाई ब्रेक गर्छ भने चाहिँ मार्केट एकदम राम्रो फल तपाईले देख्न सक्नुहुन्छ एसबीआई बैंकमा पनि लाइक पास्टको एरियासम्म पुग्ने जस्तो हैन कुराहरु तपाईले देख्नुहुनेछ यदि यसलाई ब्रेक गर्छ भने जसरी राम्ररी बढेर गएको हजुरले यहाँ हेर्न सक्नुहुन्छ बढेर गएको देख्नु भएको छ नि एकदम राम्ररी सो त्यसरी नै यो ब्रेक भएपछि तल क्लोजिङ भइसकेपछि हैन तपाईले त्यो खाले फल अब आउने दिनमा देख्ने चान्सेस रहनेछ सो कस्तो लाग्यो तपाईलाई भिडियो त्यही भन्न चाहन्छु फेरि पनि यदि मन पर्छ भने चाहिँ सपोर्ट गर्न नभुल्नु होला सो आजको भिडियोलाई चाहिँ म यतिमै राखे भेट हुने छौं अर्को भिडियोमा त्यतिखेरसम्मका लागि आफ्नो केयर गर्नु होला आफ्नो ट्रेडिङ ब्यालेन्सलाई बचाएर राख्नु होला सो बाइ बाइ